यो व्हाट्सअप गाइस, नमस्ते सबैजनालाई। र आज तपाईहरुलाई म रोडको अपडेट दिन गइरहेको छु। र यहाँ चाहिँ के कस्तो हुँदैछ सिबिटार क्षेत्रको बाटोहरुमा। के भयो दादा? के भयो? जान्छ के भयो? यहाँ बाटो खराब भएको सबैलाई प्रब्लम भइरहेको छ है। त्यही भएर तपाईलाई बाटोको कन्डिसनहरु सबै कुरो चाहिँ देखाइदिन गइरहेको छु है। के कस्तो भइरहेछ अब माथि भएका सबै आउँदाधारी महानुभावहरूले चाहिँ यो कृपया गरेर चाहिँ ध्यान यसमा चाहिँ केन्द्रित गरिदियोस् जाओस् भन्न चाहन्छु। यहाँदेखिको तपाईको चाहिँ बाटोको कन्डिसन हेर्नुहोस्। यहाँबाट चाहिँ कसरी गाडी कुद्यो होला। आज 3 दिन भयो अस्तिदेखिको दुर्गा पूजा स्टार्ट के भन्छ नवरथा हैन दशमी। अनि मेरो गाडी चाहिँ नचढेर यहाँ अब तलबाट गाडी एउटा आउँदैछ त्यसलाई चाहिँ पर्खेला। त्यसमा मान्छेहरू छ आएको त्यसले यसो 1-2 जना हालेर ठेलठाल पारेर चाहिँ निकाल्नु पर्ने अवस्था। यी फोन त झारिरहेको छ यो दाले, सञ्जय दाले हो। यो बाटोमा बुद्रुक उफ्रिन्छ हो गाडी हो। यसै उफ्रेर चाहिँ यी फोन पनि छोडिराखेर ट्याङडुङ भएछ झरेर। क्यामेराहरू पनि न पहिला झरेर भत्केको थियो हो, थाहा भएन। तर यो खालको अवस्था चाहिँ यहाँ सिर्जना भइरहेको छ। यो कुरा चाहिँ कसलाई भन्नुपर्ने, अस्ति फोन गरेर मैले यहाँको के भन्छ यहाँको हाम्रो पञ्चायत समितिवाला पनि भनेको छु। यहाँको कन्ट्र्याक्टर बबी प्रधान तिनधारे है बिचमा त्यो के भन्छ त्यसलाई कालीमाटीको। र अहिलेसम्म चाहिँ यो खालको अवस्था दसैँमा पनि। र दया गरेर चाहिँ तपाईहरुलाई चाहिँ यो भिडियो गरेर चाहिँ एउटा अनुरोध गर्न चाहन्छु है त गाइस। त्यो तलनिर चाहिँ गाडी आइरहेको छ। अब त्यो गाडीले चाहिँ अलि मद्दत माग्नु पर्ने हुन्छ है त गाइस। दिस इज द रोड कन्डिसन अफ सिबिटार। भेरी शोचनीय अवस्था। यहाँ धरिरहेको थियो, यहाँ राखिदिएर म त उयो छ त्यो सब फोटो हेरेँ। उयो अनुराग जस्तो पनि लाग्यो हो। यहाँ झरेछ त्यो उफ्रिहाल्ला कि। ल भइहाल्छ आउँछ नि। कुमार जज पनि आउँदैछ कि। अब खेल्नुपर्ने अवस्था छ यहाँ है त गाइस। गाउँ चाहिँ अलिक सुन्दरै छ कि बाटो चाहिँ यो खालके अवस्था छ है त। अलिक यसलाई पनि अलिक सुन्दर बनाऊ है। यिनीहरू चाहिँ व्यापारीहरू बाहिरबाट आउने च्याप्ला फलाम उठाउनेहरू। सिबिटार शिवखोला भेगमा चाहिँ धेरै अहिले त अब गाडी चाडबाड हो है, धेरै चलपल हुन्छ। तर बाटोको अवस्था चाहिँ यो खालके भएको कारणले चाहिँ अलिकति शोचनीय अवस्था छ है त।
गएका मतलब कारहरु चाहिँ आउँदैछ है दुई भाइ एकजना ड्राइभर एकजना प्यासेन्जर को लक्ष्मण पनि पिकअप ड्राइभर